नमस्कार, म शिशिर चालिसी। आदरणीय श्रोता महानुभावहरू, भक्तपुर एफएम मार्फत प्रस्तुत यस कार्यक्रममा तपाईहरूलाई हार्दिक स्वागत छ। श्रद्धा र भक्तिसहित पाठ गरिने श्री स्वस्थानी व्रत कथा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म वाचन गरिन्छ। यस पवित्र कथाले जीवनमा संयम, सदाचार र आत्मिक शुद्धिको सन्देश दिँदै शान्ति र कल्याणको मार्ग देखाउँछ। अब यही पवित्र भावनासहित आजको पाठ आरम्भ गर्नु अघि पुष्पाञ्जली पाठ गरौं। यं ब्रह्मा वरुणेन्द्र रुद्र मरुतः स्तुन्वन्ति दिव्यैस्तवैर् वेदैः साङ्गपदः क्रमोपनिषदैर् गायन्ति यं सामगा ध्यानावस्थित ततगतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः। श्रीमच्चन्दन चर्चितो जल्लवपु शुक्लाम्बरा मल्लिका मालालङ्कृत कुण्डला प्रविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिधान पुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मुखं करोति वाचालं पङ्गुलं गयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवम्। नमो भगवती तस्मै व्यासाय मित तेजसे यस्य प्रसादद्वक्ष्यामि नारायण कथामिमां नारायणं नरस्कृत्यं नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासां ततो जये मुदीरये। 27औं अध्याय अथ सप्तविंशो अध्यायः। कुमारजी आज्ञा गर्नुहुन्छ, हे गस्तेमुनि, डोलीहरू चन्द्रावती भएको ठाउँमा आएर, हे महारानी, हामीले स्वर्गका अप्सरालाई श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न लागेका देख्यौं। उनका साथमा लागि हामीले पनि पूजा गर्यौं र विलम्ब भयो, क्षमा गर्नुहोस्। तपाईलाई पनि श्री स्वस्थानी परमेश्वरीको प्रसाद ल्याइदिएका छौं, लिनुहोस् भनी प्रसाद दिए। तिनीहरूले भनेको कुरो सुनि चन्द्रावती रिसले चूर भएर राता राता आँखा गरी तारा किटी नागले झैं श्वास फेर्दै ठूलो स्वरले गर्जना गर्दै, हे पापी डोलीहरू हो, मलाई यस्ता वनमा एक्लै छोडी व्रत गर्न पछि लाग्यो। के नोकरहरूको धर्म यही हो? त्यस व्रतले तिमीहरूलाई खान दिन्छ कि के गर्दछ? त्यो स्वस्थानी भनेकी देवी कहाँ कि हो? आजसम्म मैले त्यसको नाम सुनेकी पनि थिइन, जानेकी पनि छैन। त्यसले के गर्न सक्छ? तिमीहरूले मलाई नटेरेको हो, वनमा भएर पो, नत्र तिमीहरूको आज के गति हुने थियो? आफूलाई कहिले पुग्ला भन्ने हतार छ। तिमीहरूलाई भने यहाँ डरसम्म छैन, अपराधी रहेछौ पनि म्यानाबाट निस्की डोलेका हातबाट श्री स्वस्थानी परमेश्वरीको प्रसाद झिकी थु थु गरी थोकी गोडाली कुल्ची दलिदिन् र भनिन्, अब पनि यसै गरौला कि? डोलेहरू डरले थरथर काम्दै आँखादेखि बर्र आँसु खसाल्दै केही पनि भन्न नसकी मनले श्री स्वस्थानी परमेश्वरीलाई सम्झँदै चुप लागि म्याना बोकी हिँडे। लावण्य देशका नजिकै साली नामको एक नदी थिइन्। त्यहाँ पुगी नदी तर्न लाग्दा श्री स्वस्थानी परमेश्वरीलाई निन्दा गरेको हुनाले अकस्मात चदुवा टागे जस्तो चारैतिर मेघले ढाक्यो। एकाएक मुसलधारे पानी बर्स्यो, ठूलो हुरी बतास लाग्यो र नदीमा ठूलो बाढी आयो। चन्द्रावती म्यानाबाट खसी साली नदीमा परिन्। डोलेहरूलाई पनि बाढीले बगाए। श्री स्वस्थानी परमेश्वरीका प्रभावले दिव्य रूप लिई आनन्दले शिवपुरीमा रहे। जो मनुष्य श्री स्वस्थानी परमेश्वरीको व्रत गर्ला त्यसले त्यो पदवी पाउला। यता नदीमा बगेकी चन्द्रावती ब्राह्मणी महापातकी भई जलभित्र परिरहिन्। जुन दिनदेखि चन्द्रावती खसिन् उसै दिनदेखि साली नदी पनि बग्न छाडिन्। माझीहरूले त्यो देखेर यो के आश्चर्य भयो, यस नदीमा गोही वा नाग आई बसे कि अथवा देशमा कहीँ उत्पात हुन लाग्यो? यो कुरा राजा कहाँ जाहेर गर्नुपर्छ भनी राजदरबारमा गई बिन्ती गरे। हे महाराज, साली नदी बहिनन् स्थिर भइरहेकी छन्। यस्तो अनौठो कुरा हामीले सुनेको पनि थिएनौं, आज आफ्नै आँखाले देख्यौं। ज्यादै आश्चर्य भयो। त्यो कुरा सुनि नवराज राजाले मन्त्रीलाई डाकी माझीहरूले जाहेर गरेको सबै कुरा भने। लोकलाई पनि साथमा लिई नदीमा गएर माझीहरूलाई जलभित्र कुनै जन्तुहरू छन् कि जाल हाली हेर्न अराए। माझीहरूले हवस् भनी जाल हाली हेरे। चन्द्रावती त्यसमा अल्झी आइन्। त्यस बेला चन्द्रावती कस्ती थिइन् भने शरीरमा कुष्ठरोग लाग्नाले हात पाउका औंला झरेकी, शुद्धि केही नभएकी, हेलाले छोपिएको मुडु जस्ती त्यस्ती चन्द्रावतीलाई देख्दा यही वस्तु हो भनी ठम्म्याउन नसकी नदीका किनारमा मिल्काएर फेरि जलभित्र पसी खोज्न थाले। अनेक परिश्रम साथ खोजी गर्दा पनि केही पाउन नसकी हे महाराज, हामीले त केही पाउन सकेनौं भनी बिन्ती गरे। अनि नवराज राजाले, हे गंगे, तिमी किन स्थिर भइरहेकी?
मैले जान्न सकिन। मसँग प्रसन्न हौ भनी हातमा अर्घ पात्रली पारो र नवरत्न समेत मिलाई गाईका दूधले अर्घ दिइन्। तब साली नदी बग्न लागिन्। सबैजना आश्चर्यचकित भई नवराज राजाका साथमा दरबारतिर फिरे। उता चन्द्रावती ब्राह्मणीलाई छिनछिनमा बिउजने, छिनमा मूर्छा पर्ने, छिनमा भोक तिर्खा लाग्ने र छिनमा शिर घुमाउने हुन लाग्यो। यसरी महाकष्ट पाई मुडो लडे झैं उनी साली नदीका किनारमा लडिरहिन्। एक दिन साह्रै भोक लाग्यो र खानेकुरा केही नपाउँदा माटो नै खान्छु भनी हातमा लिइन्। त्यो माटो पत्थर भइगयो। त्यही पनि खाउँ भन्दा खरानी भयो। त्यही खरानी पनि खाउँ भन्दा ठूलो बतास आई उडाइ लग्यो। चन्द्रावतीले श्री स्वस्थानी परमेश्वरलाई निन्दा गर्नाले यसरी शीत, प्यास, भोकदेखि नाना दुःख पाइरहिन्। यता नवराज राजाले आफ्नो राज्यमा भएका सब ब्राह्मणहरूलाई निमन्त्रणा गर्न पठाई ब्राह्मण भोजको तयारी गराए। नवलपुरका कपिल नाउँ गरेका 2 भाइ ब्राह्मण पनि राजाको ब्राह्मण भोजनमा जान भनी त्यतैबाट आएका चन्द्रावतीलाई देखि नवलपुरका कपिल नाउँ गरेका 2 भाइ ब्राह्मण पनि राजाका ब्राह्मण भोजनमा जान भनी त्यतैबाट आएका चन्द्रावतीले देखिन् र तिमीहरू को हौ, कहाँ जान आयो भनी सोधिन्। ब्राह्मणहरूले हामी कपिल नाउँका ब्राह्मण हौ, लावण्य देशमा नवराज राजाका ब्राह्मण भोजनमा निम्ता मान्न जान लागिरहेका छौं भने। तब चन्द्रावती भन्दछिन्, हे ब्राह्मण हो, धेरै दिन भयो मैले केही खान पाएकी छैन। तिमीहरू भोजमा जान लागेको भए मलाई पनि केही मागी ल्याइदिए पुण्य होला। म अनाथलाई दया गर। चन्द्रावतीको अनुनय विनय सुनेपछि ब्राह्मणहरू भन्दछन्, हे पापिनी, अहिले हामी यसै हुन्छ भन्न सक्दैनौ, किनभने राजाका दरबारमा के कसो हुन्छ। फेरि हामी ब्राह्मणको जात ल्याउन हुने वस्तु दिए त ल्याउला, नत्र के गरौंला। आशा त गरेस् तर भर नपरेस् भनी लावण्य देशमा गए। नवराज राजाले सबै ब्राह्मणहरूलाई पूजा गरी दक्षिणा दिई भोजन गराए। भोजन गरिसकेपछि ब्राह्मणहरू नवराज राजालाई आशीर्वाद दिई आनन्द साथ आफ्ना आफ्ना आश्रम गए। ती नवलपुरका कपिल ब्राह्मण 2 भाइले अघिको कुरा झट्ट सम्झेर त्यसै जाउँ भने त्यो पापिनीले आश गरिरहेकी होली, केही लगिदिउँ भने कसरी माग्ने, लोभी भन्ने पो हुन् कि भनी केही भन्न नसकी भोजन गरेकै ठाउँमा कहिले यता कहिले उता गरिरहे। ती 2 ब्राह्मणले त्यसो गरेको गोमा रानीले देखिन् र भण्डारेलाई डाकी, हे भण्डारे हो, ती ब्राह्मणहरूले खान पाएनन् कि सन्तुष्ट भएनन् कि सोध भनिन्। भण्डारेले हवस् भनी, हे ब्राह्मण हो, तपाईहरूले राम्रोसँग भोजन गर्नु भएन कि अथवा सन्तोष भएन, इच्छा भए फेरि भोजन गर्नुहोस् भन्दा उनीहरू भन्दछन्, हे भण्डारे, महाराजका कृपाले हामीले इच्छापूर्वक भोजन गरौं, सन्तुष्ट पनि भयौं। तर हामी यहाँ आउँदा साली नदीको किनारमा शरीरमा कुष्ठ भएकी, हात पाउ झरेकी एउटी स्त्रीले देखी र कहाँ जान्छौ भनी सोधी। हामीले राजाका ब्राह्मण भोजनमा जान्छौं भन्यौं र उसले तिमीहरू भोजनमा जाने भए मलाई पनि केही ल्याइदिए धर्म होला। 5 दिन भयो अन्नपानी मुखमा केही परेको छैन भनेकी थिए। त्यसैले अब त्यसै जाउँ भने त्यो आश गरिरहेकी होली, केही लगिदिउँ भने कसरी माग्ने भनी बसिरहेका छौं। त्यो सब कुरा भण्डारेले गोमा रानीलाई बिन्ती गरे र उनले ती 2 ब्राह्मणहरूले भने जति अन्न देऊ भनी अहराइन्। भण्डारेले हवस् भनी भण्डारमा गई राखेको अन्न दिन खोज्दा नवराज राजाको सबै भण्डार सुकिसकेको देखे। भण्डारमा केही नपाई आश्चर्य मान्दै, हे महारानी, राखेको ठाउँमा केही पनि छैन, के दिउँ भनी भण्डारहरूले बिन्ती गरे। गोमा रानीले यस्तो कुरा सुनि आफै भण्डारमा गई हेरिन्, नभन्दै केही पनि रहेनछ र मलाई तयार गरी राखेको भोजन देऊ भनी अहराइन्। उनीहरूले हवस् भनी त्यो भोजन लिई ब्राह्मणनिर गई। हे ब्राह्मण हो, त्यसको नाउँ लिनासाथ राजाको भण्डार सबै सुक्यो, राखेको ठाउँमा केही पाइन्न। यो महारानीको लागि भनी पकाइराखेको भोजन छ, लगिदिनुहोस्, अरू केही पनि छैन भनी भोजन दिए। ब्राह्मणहरूले शरम मान्दै त्यो लिई निस्के। उनीहरू जानासाथ राजाको भण्डार फेरि जस्ताको तस्तै भयो। इति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त संवादे श्री स्वस्थानी परमेश्वर्य व्रतकथायां नवराज ब्राह्मण भोजनम नाम 27 उपनयतु मंगलव सकल जगन मंगलालय श्रीमान दिनकर किरण निबोधित नवनलिन दलिन भेक्षण कृष्ण काले वर्षतु पर्जन्य पृथिवी शस्यशालिनी देशोऽयं छवरहितो ब्रह्मणा सन्तु निर्भयः अपुत्रः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः निर्धना सदना सन्तु जीवन्तु शरदां शतम् तत्रैव गंगा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युत द्वार कथा प्रसंग या कुन्देन्तु तुषारहार धवला या शुभ्र वस्त्रावृता या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शंकर प्रभृतिभिर्देवैः सदा वन्दिता क्षामां पातु सरस्वती भगवती निशेष जाड्यापहा
कायेन वाचा मनसीन्द्रियैर्वा बुद्ध्यात्मना वा प्रकृति स्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेत् तत्। ओम जज्ञेन जज्ञेमय जन्त देवस्तानि धर्माणि प्रथमान्यासन्न तेहनाकं महिमानः सचन्त यत्र पूर्वे साध्याः सन्ति देवाः। ओम विश्वतस्तक्षुरुत विश्वतो मुखो विश्वतो बाहुरुत विश्वतस्पात्त सम्बाहुभ्यन्दमति सम्पतत्रैर्द्यावा भूमि जनयन् देव एकः। विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगद्धिताय नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते। नमः सवित्रे जगदेक चक्षुषे जगत्प्रसूति स्थितिनाशहेतवे त्रयीमयाय त्रिगुणात्मधारिणे विरञ्चि नारायण शङ्करात्मने। ओम देवी प्रपन्नार्तिहरे प्रसीद प्रसीद मातर्जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि नित्यं त्वामीश्वरि देवि चराचरस्य। सशङ्खचक्रं सकिरीटकुण्डलं सपीतवस्त्रं सरसीरुहेक्षणं सहारवक्षस्थलकौस्तुभश्रियं नमामि विष्णु शिरसा चतुर्भुजम्। वन्दे देवमुमापतिं सुरगुरुं वन्दे जगत्कारणं वन्दे पन्नगभूषणं मृगपतिं वन्दे पशूनां पतिं वन्दे सूर्यशशाङ्कवह्निनयनं वन्दे मुकुन्दाप्रियं वन्दे भक्तजनाश्रयं च वरदं वन्दे शिवं शङ्करम्। कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारं सदा वसन्तं हृदयारविन्दे भवं भवानी सहितं नमामि भवं भवानी सहितं नमामि। हरिः ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शान्तिः 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 सुशान्तिर्भवतु सर्वारिष्ट शान्तिर्भवतु। माधव नारायण भगवान को जय। श्री स्वस्तानि देव्यार्पणमस्तु।